Did you know your body has a system that works every single second of your life without stopping? That system is called the circulatory system, also known as cardiovascular system. Hello everyone, welcome back to my channel. Today we are going to learn the overview of the circulatory system in a simple and easy way. So let's get started. सर्कुलेटरी सिस्टममा तीनवटा मेन कम्पोनेन्ट हुन्छन्, हार्ट, ब्लड र ब्लड भेसल्स। यी तीनैवटा कम्पोनेन्ट्स मिलेर अक्सिजन, न्युट्रिएन्ट्स, हर्मोन्स र वेस्ट मेटेरियल्सलाई बडीभरि ट्रान्सपोर्ट गर्ने काम गर्छन्। अब हार्टको च्याम्बरमा हाम्रो चारवटा च्याम्बर हुन्छ, जसमा राइट एट्रियम, राइट भेन्ट्रिकल, लेफ्ट एट्रियम, लेफ्ट भेन्ट्रिकलहरू हुने गर्छ। एट्रिया भनेको अप्पर च्याम्बर्स हुन् जसले ब्लड रिसिभ गर्छन् भने भेन्ट्रिकल्स भनेको लोवर च्याम्बर हुन् जसले ब्लड पम्प गर्छ। अमोङ all four chambers, left ventricle is the strongest chamber of the heart. यसले ब्लडलाई पम्प गर्न, हाम्रो होल बडीमा ब्लड पम्प गर्न हेल्प गरेको हुनाले यो एउटा स्ट्रङ्गेस्ट च्याम्बर हो। त्यसै ब्लड भेसल्स, अब हामी ब्लड भेसल्सको कुरा गरौँ। ब्लड भेसल्समा आर्टरिज, भेन्स र क्यापिलरिजहरू पर्छ। अब आर्टरिजले ब्लडलाई हार्टबाट बडीतर्फ लैजान्छ भने भेन्सले ब्लडलाई बडीबाट हार्टतर्फ फर्काउँछ। क्यापिलरिज सबैभन्दा सासाना ब्लड भेसल्स हुन् जहाँ अक्सिजन, न्युट्रिएन्ट्स र वेस्ट मेटेरियल्सहरूको चाहिँ एक्सचेन्ज हुने गर्छ। अब हार्टका इम्पोर्टेन्ट भाल्भ्सहरूको बारेमा हामी सर्टली बुझौँ। पल्मोनरी भाल्भ, ट्राइकस्पिड भाल्भ, मिट्रल भाल्भ, जसलाई चाहिँ हामीले बाइकस्पिड भाल्भ भनेर पनि भन्ने गर्छौँ। त्यसै गरेर हाम्रो अवर्टिक भाल्भ भनेर चाहिँ पर्ने गर्छ। ट्राइकस्पिड भाल्भ भनेको हाम्रो राइट एट्रियम र राइट भेन्ट्रिकलको बीचमा हुन्छ भने पल्मोनरी भाल्भ हाम्रो राइट भेन्ट्रिकल र पल्मोनरी आर्टरीको बीचमा हुन्छ। मिट्रल भाल्भ हाम्रो लेफ्ट एट्रियम र लेफ्ट भेन्ट्रिकलको बीचमा हुन्छ भने अवर्टिक भाल्भ लेफ्ट भेन्ट्रिकल र अवर्टाको बीचमा हुन्छ। यी भाल्भ्सले ब्लडलाई वान डाइरेक्सनमा फ्लो गराउन हेल्प गर्छन् र ब्याक फ्लो हुन दिँदैनन्। अब हामी ब्लड फ्लोलाई स्टेप बाई स्टेप बुझौँ। हाम्रो डिअक्सिजनेटेड ब्लड अप्पर बडीबाट सुपेरियर भेना काभा र लोवर बडीबाट इन्फेरियर भेना काभा मार्फत हार्टमा फर्किन्छ। यो ब्लड राइट एट्रियममा इन्टर हुन्छ। डिअक्सिजनेटेड ब्लड अप्पर बडीबाट भेना काभामा र लोवर बडीबाट इन्फेरियर भेना काभा मार्फत हार्टमा फर्किन्छ। यो ब्लड राइट एट्रियममा इन्टर हुन्छ। त्यसपछि ब्लड ट्राइकस्पिड भाल्भ हुँदै राइट भेन्ट्रिकलमा जान्छ। राइट भेन्ट्रिकलबाट ब्लड पल्मोनरी भाल्भ हुँदै पल्मोनरी आर्टरी मार्फत लङ्समा पुग्छ। लङ्समा कार्बन डाइअक्साइड बाहिर निस्किन्छन् र अक्सिजन ब्लडमा प्रवेश गर्छ। अब ब्लड अक्सिजनेटेड हुन्छ। यो अक्सिजनेटेड ब्लड पल्मोनरी भेन्स मार्फत हार्टमा फर्किन्छ र लेफ्ट एट्रियममा इन्टर हुन्छ। लेफ्ट एट्रियमबाट ब्लड मिट्रल भाल्भ हुँदै लेफ्ट भेन्ट्रिकलमा जान्छ। त्यसपछि लेफ्ट भेन्ट्रिकलले ब्लडलाई अवर्टिक भाल्भ हुँदै अवर्टामा पम्प गर्छ। अवर्टाबाट ब्लड आर्टरिज, आर्टियोल्स र क्यापिलरिज मार्फत बडीका विभिन्न भागहरूमा पुग्छन्। क्यापिलरिजमा अक्सिजन, न्युट्रिएन्ट्स र वेस्ट मेटेरियलको एक्सचेन्ज भएपछि ब्लड भेन्स मार्फत फेरि हार्टतर्फ फर्किन्छ। अब यसलाई हामीले सिम्पल समरीमा भन्नुपर्दा सुपेरियर र इन्फेरियर भेना काभाबाट राइट एट्रियममा जान्छ। राइट एट्रियमबाट ट्राइकस्पिड भाल्भमा पुग्छ। ट्राइकस्पिड भाल्भबाट राइट भेन्ट्रिकलमा, राइट भेन्ट्रिकलबाट पल्मोनरी भाल्भ हुँदै पल्मोनरी आर्टरी थ्रु लङ्समा जान्छ। पल्मोनरी भेन हुँदै लेफ्ट एट्रियममा पुग्छ र मिट्रल भाल्भ हुँदै लेफ्ट भेन्ट्रिकलमा पुगेपछि अवर्टिक भाल्भमा जाने भयो र अवर्टा हुँदै होल बडीमा र ब्याक टु हार्ट। यही कन्टिन्युस मुभमेन्ट अफ ब्लडलाई नै सर्कुलेसन भनेर भनिन्छ। सो अब हार्टको काम एज अ पम्पको रूपमा एक्ट गर्ने भयो, हार्टले ब्लडले ट्रान्सपोर्ट मिडियमको रूपमा एक्ट गर्ने भयो भने ब्लड भेसलले चाहिँ एउटा रोड, एउटा पाथवेको रूपमा चाहिँ काम गर्ने भयो थ्रु आउट द बडी। टुगेदर दे इन्स्योर दैट एभ्री सेल रिसिभ्स
oxygen and nutrients, while waste products are removed efficiently. Thank you for watching. If you found this video helpful, don't forget to like, share and subscribe.